हेलो साथीहरू, नमस्ते। अहिले चाहिँ आँपको सिजन आइरहेको छ है साथीहरू। अनि हजुरहरूलाई चाहिँ आँप कतिको मनपर्छ होइन? मलाई चाहिँ आँप एकदमै धेरै मनपर्छ कि आँप चाहिँ। अनि फेरि आँपको पनि खाने मान्छेहरूको आफ्नो आफ्नो स्टाइल हुन्छ क्या आँप खाने चाहिँ। अनि कसैले चाहिँ यसरी काटेर चानै काटेर त्यतिकै उयो गरेर टोकेर खाइदिनुहुन्छ होइन। कोही कोहीले चाहिँ मैले देखेको छु त्यो डल्लै दानालाई नै के चुसेर के त्यत्तिकै चुसेर खानुहुन्छ। तर म चाहिँ यसरी के छोडाएर आँपलाई यसरी मजाले बोक्रा तासेर अनि मसिनो गरेर काटेर यसरी होइन। यो चाहिँ बिरे नुन हो होइन, बिरे नुन हो। यसरी यो बिरे नुनलाई चाहिँ होइन यसरी छुरुरुरुरु बनाएर आँपमाथि आँपको यो काटेको चानामाथि चाहिँ यसरी छुरुरु बनाएर छरेर चाहिँ यो चाहिँ बिरे नुन हो होइन। मलाई मनपर्ने कुरा चाहिँ सेयर गरेको है। अनि यसरी खाने हो कि मैले चाहिँ खाएँ ल। मिठो यसरी मलाई चाहिँ यसरी मनपर्छ। अनि हजुरहरूलाई पनि थोरै कसै अब हतार हुन्छ नि त, अनि थोरै समय भयो भने चाहिँ आँप खाँदा चाहिँ यसरी मैले जस्तै होइन आँपलाई छोडाएर खानु होला होस्। कस्तो मजा आउँछ नि, कस्तो मजा आउँछ। मलाई त मिठो लाग्छ यसरी खाएको आँप।